नमस्ते, म दीपक सिंह। मैले चाहिँ आज यो इन्टरनेटको ओएलटीदेखि के कति पावरहरू फाल्न सकिन्छ, ओएलटीदेखि हाम्रो नेटवर्किङ आउटडोर भन्नाले बाहिर फिल्डहरूको लागि नेटवर्किङ गर्दाखेरि के कति पावरहरू लस हुन्छ, ओएलटीले कति फाल्छ, हाम्रो एसएफएदेखि कति लस जान्छ भन्ने कुराहरूमा चाहिँ मैले केही कुराहरू भिडियो मार्फत सेयर गर्न लागेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोस्। थ्याङ्क यू, धन्यवाद। जुन हाम्रो यो ओएलटीहरू हुन्छ है, ओएलटीहरू के हुन्छ भने यो इपन ओएलटीबाट चाहिँ हामीले 64वटा कनेक्सन गर्न मिल्छ या रिटेल कनेक्सन दिन मिल्छ है। र अर्को कुरा के छ भने हाम्रो यो जिपन ओएलटी जुन हुन्छ, जिपन ओएलटीदेखि चाहिँ 128जना नर्मल कनेक्सन गर्न मिल्छ। जुन इपन ओएलटी छ, इपन ओएलटीमा के हुन्छ भने यसमा चाहिँ एसएफपी C+ को लगाएपछि हामीले आउट जुन बाहिर निकाल्छौँ, जुन कुरा हामीले यो फाइबरहरू बाहिर निकाल्छौँ, त्यो चाहिँ के हुन्छ भने जुन हामीले आउटको लागि निकाल्छौँ त्यसमा हाम्रो के हुन्छ भने एसएफपी C+ को लगाएपछि -7 ओएलटीबाट नै आउट हुने पावर हो है। र जिपन ओएलटीमा V5 को लगाउँदा +5 आउँछ होइन। +5 आउँछ भने यसमा अप्टिकल पावर भनेको हुन्छ होइन। जिपन ओएलटीमा C+ को एसएफपी लगाउँदा क्लाइन्ट साइड अप्टिकल पावर -30 सम्मले पनि हामीले कस्टमर लाइभ ल्याउन अथवा इन्टरनेट चलाउन सकिन्छ भनेपछि ओएनयू लाइभ ल्याउन सकिन्छ होइन। भने जुन स्प्लिटरमा प्याचकटलाई त्यो जुन स्प्लिटर हुन्छ, हामीले स्प्लिटर भन्छौँ है, त्यो कस्टमर साइडमा जुन हामीले ओएलटीदेखि निकाल्यो र कस्टमरलाई लास्ट पोइन्ट भनेर भन्छौँ हामीले, हाम्रो भाषामा भन्दाखेरि चाहिँ डिएस बक्स भनेर भन्छौँ होइन। त्यो डिएस बक्ससम्म चाहिँ हाम्रो पावर रेडी भइसकेदेखि त्यहाँ एउटा कपलर बस्छ। एउटा कपलरदेखि चाहिँ एउटा डिएसदेखि 8जनालाई चाहिँ इन्टरनेट दिन मिल्छ। त्यसमा के हुन्छ भने त्यसमा लसेस हुने कति चान्सेस हुन्छ भने है 0.5 हुन्छ नर्मल है, नर्मल 0.5 dB लसेस हुन्छ। र एउटा अर्को के छ भने स्प्लिटर लसेस भन्ने छ, त्यो जुन प्याचकट छोडेर जुन 8 पोर्टको एउटा स्प्लिटर हुन्छ होइन। हजुरलाई स्क्रिनमा पनि देखाउन चाहियो है। जुन यो 8 पोर्टको स्प्लिटर छ, यसबाट चाहिँ हाम्रो 1.8 पोइन्ट चाहिँ हाम्रो 10.5 dB सम्म लस हुन सक्ने सम्भावना बढी छ भन्नाले अब हामीले -7 त्यो बक्ससम्म पुर्यायौँ भने कस्टमर साइड चाहिँ -18-19 जान सक्ने सम्भावना बढी हुन्छ है भन्नाले पनि त्यही पुग्छ। यो पनि नर्मल लसेस हुन्छ है त। अब यहाँ कुरा के छ भने ओएलटी एफएमएस भन्छ होइन, आउटडोर फाइबर। जस्तो ओएलटीबाट हामीले बाहिर जुन लाइनहरू लिन्छौँ, त्यो लाइनहरूमा के छ भने यो आउटपुट चाहिँ कसो हुन्छ भने है, जुन ओएलटीबाट हामीले फाइबर र केबलको युजमा निकाल्छौँ होइन, त्यो कस्तो हुन्छ भने हामीले डाइरेक्ट कस्टमरको घरमा चाहिँ पुर्याउन सकिन्न। बिचबिचमा हामीले स्प्लिटर अथवा यो जोइनहरू चाहिँ युज गर्नुपर्ने हुन्छ। 1 किलोमिटर म्याक्सिमम चाहिँ 2 किलोमिटरसम्म चाहिँ हाम्रो जोइन राख्नुपर्ने हुन्छ है।
त्यसमा हाम्रो लसेस आउने चान्सेस कति हुन्छ भने 0.1 डिग्री भनेर भन्छ। ONT2 हाम्रो कस्टमरको घरसम्म चाहिँ 5 kb भयो भने 5 dB त्यतिकै लस भइहाल्यो। -7 पुग्ने ठाउँमा 5 dB त्यतिकै लस भइहाल्यो होइन। बाह्र dB लस भइहाल्यो। 12 dBमा कस्तो हुन्छ भने हाम्रो इन्टरनेटको पावर चाहिँ -25-26 सम्म पनि राम्रै चल्छ र त्यसमा एउटै केबलमा दुईटा पावर जान्छ। एउटा टिभी IPTV भन्ने हुन्छ, क्लियर टिभी बक्स होइन। दुईटाको पावर कस्तो हुन्छ भने इन्टरनेटको -25 सम्म चाहिँ राम्रै चल्छ। टिभीको STV अथवा क्लियर टिभीको पावर चाहिँ कस्तो हुन्छ भने -10 सम्म ठिक हो। 10 क्रस भयो भने झिलिमिली भन्नाले पनि यो मान्छेहरूको फेस नदेखिने भिडियो चाहिँ साउन्ड बज्ने हुन्छ होइन। अनि 12 देखि माथि क्रस भयो भने टिभी नै चल्दैन है त। फोर पोर्ट SMS भनेर भन्छ। यो जस्तै हामीसँग एउटा ONU हुन्छ होइन। जुनसुकै इन्टरनेटको नेटवर्किङ गर्दा हामीले राउटिङ अथवा स्विचहरू युज गर्नुपर्ने हुन्छ र त्यसमा के हुन्छ भने हामीले एक ठाउँदेखि अर्को ठाउँमा लानलाई चाहिँ राउटर युज गर्नुपर्ने हुन्छ है। हामीले जस्तै यो नोकिया होई यस्तो राउटर डिजिकम डिपिलिङ नभएर हामीसँग यो सिस्टमको लागि चाहिँ फरकै राउटर हुन्छ है त। राउटिङ त्यसलाई नर्मल स्विच भन्न पनि मिल्छ र कस्तो हुन्छ भने इनपुट पोर्टमा जस्तै 8वटा पोर्ट भयो भने एउटा चाहिँ इनपुट छुट्टै हुन्छ, त्यसमा एउटा आउटपुट छुट्टै हुन्छ होइन। त्यसमा कस्तो हुन्छ भने एउटैदेखि 7-8वटा नेटवर्किङ गर्न मिल्ने डिभाइसहरू कम्प्युटर ल्यापटपहरू चलाउन पाइन्छ। अनि एउटा अर्को के छ भने जस्तै हामीले नेपालमा FTTH भन्छौँ होइन। FTTH भनेको के हो त? FTTH भनेको फाइबरको नेटवर्किङ। जस्तै एरिया नेटवर्क भन्ने हुन्छ एउटा। जस्तै इन्डोर नेटवर्क भयो भने त्यो चाहिँ एरिया नेटवर्क हो। जस्तो बाहिर इन्डोर नभएर आउटडोर भयो भने त्यो चाहिँ पब्लिक नेटवर्क हो है त। FTTH भनेको के हो भने F भनेको फाइबर, T भनेको टु, अर्को T भनेको द, फाइबर टु द क्लाइन्ट साइड भनेर भन्छ होइन FTTH भनेको। र यहाँ अर्को कुरा चाहिँ के हुन्छ भने हाम्रो जुन हामीले कस्टमरहरूलाई चाहिँ 100 Mbps, 150, 80 Mbps, 250 Mbps भन्छौँ। हामीसँग टोटल कस्टमर 64 जना भयो भने 1 GB मात्र हुन्छ होइन। 1 GB मा कति हुन्छ भने 1024 MB हुन्छ भने 1024 MB मा हामीले 64 जना चलाउनु पर्यो भने त्यसमा टोटल कति पर्छ भने 38, एकजना कस्टमर बराबर हामीले 38 MB डाटा दिन सकिन्छ। र हाम्रो यो ISPहरूले जुनसुकै नेपाल टेलिकम होस्, चाहे होल्डिङ होस्, चाहे सुबिस होस्, ठुलो नेटवर्किङले चाहिँ कसो हुन्छ भने 100-150 Mbps भनेर दिन्छ होइन। त्यसमा चाहिँ युज हुने र उसले फ्याक्ट डाटाहरू MB दिने भनेको 38 MB मात्रै हो, जुनसुकै ISPले पनि। हाम्रो टोटल 64 जनामा आएको हुन्छ 1 GB भनेर भन्छ होइन। 1 GB भनेको हाम्रो
1024 MB हुन्छ। 1024 MB को 64जनालाई बाँड्नु पऱ्यो भने त्यही 36 त्यस्तै पर्छ होला। हाई गयो भने 38सम्म जान्छ है। अनि यो जुन इन्टरनेटहरू स्लो चल्यो, भोइसहरू कट्यो, भिडियोमा स्क्रिन देखिएन भन्ने हुन्छ नि, त्यो भनेको कस्तो भने हाम्रो VPN-ले सेक्युरिटी नदिएको। जस्तो कि भोइस कट्नु, भिडियोमा फेसहरू नदेखिनु हैन, भिडियो कल गर्दा फेसहरू नदेखिनु, इन्टरनेट स्लो चल्नु भनेको त्यो जुन सेक्युरिटीले हाम्रो VPN-ले चाहिँ डाटा म्यानेजमेन्ट गर्न नसकेको है त। हस्, थ्याङ्क यू। आजको लागि यति नै। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सब्सक्राइब गरेर साथ दिनु होला। हस्, थ्याङ्क यू, धन्यवाद। हस्, अब नेक्स्ट भिडियोमा चाहिँ अरू बाँकी कुराहरू भन्नेछु।